वाह, क्या गजब धारणा! हिजो आफू सरकारमा हुँदा विभिन्न शक्तिहरूले, विभिन्न समूहहरूले, विभिन्न एजेन्डाहरू, विभिन्न माग राखेर गरेको आन्दोलनमा बल प्रयोग हुँदा त्यो चाहिँ बल प्रयोग नहुने। आफू सरकारमा भएको बेला बल प्रयोग गर्दा बल प्रयोग नहुने र आफू विपक्षीमा भएको बेला आफ्नो पक्षले गरेको आन्दोलनमा बल प्रयोग हुँदा चाहिँ ज्यादती गर्यो भन्ने त्यो गलत सोचाइ हो। त्यो हिजो आफूले जे गर्यो त्यो दोहोरिन्छ नै, पक्कै हो। र सम्पूर्ण हाम्रो राजनीति समूहहरूले यति कुरा चाहिँ ध्यान दिनुपर्छ जस्तो लाग्छ मलाई। म गलत होला भन्ने कुरा हो। सुरक्षाकर्मीहरूलाई कमजोर बनाएर यो राज्य सफल हुन सक्दैन जस्तो लाग्छ मलाई। सुरक्षाकर्मीहरू कमजोर भयो भने पक्कै पनि राज्य सफल हुन सक्दैन जस्तो लाग्छ। यो सुरक्षाकर्मीलाई उसले प्रयोग गर्ने ऐनहरू प्रयोग गर्न पाउनुपर्छ। आफूले प्रयोग गर्न कानुनले दिएका शक्तिहरू प्रयोग गर्न पाउनुपर्छ र सुरक्षाकर्मीले पनि दुरुपयोग गर्नु हुँदैन। ऐनको दुरुपयोग, कानुनको दुरुपयोग र शक्तिको दुरुपयोग चाहिँ गर्नु हुँदैन र ज्यादती गर्न पाउँदैन। र सुरक्षाकर्मीलाई कमजोर बनाइयो भने तपाईँ आफै कमजोर हुनुहुन्छ, म कमजोर हुन्छु जस्तो लाग्छ मलाई। भोलि को सुरक्षित हुन्छ त यहाँ? र अर्को कुरो बागबेसी अहिले हाम्रो पूर्व प्रधानमन्त्री, पूर्व गृहमन्त्री लगायतका महानुभावहरू पक्राउ पर्नुभएको विषय जल्दो बल्दो विषय भइरहेछ। त्यो पक्राउ गर्नु नै ठुलो कुरो भएन। पक्राउ आज हिजो पनि गरेको थिए, हिजो पनि केही हदसम्म गरेको थिए। आज पक्ड्ने, भोलि छोड्ने, पक्रेर लगेर हस्पिटल राख्ने, त्यो हिजो पनि भइरहेको थियो। र पक्राउ गर्नु नै ठुलो कुरा भएन जुन अब। तर सुरुवात गरेकोमा चाहिँ अहिलेको सरकारलाई म सलाम चाहिँ गर्न चाहन्छु। किन भन्नुहुन्छ भनेदेखि तपाईँको यो वाइड बडी काण्ड, टेरामक्स काण्ड, भुटानी शरणार्थी काण्ड, चाहे गिरिबन्धु टी स्टेट काण्ड, यो विभिन्न काण्डहरू, सुडान घोटाला काण्ड, यो अहिले भएका काण्डहरू होइनन्, यी पुराना काण्डहरू हुन्। एउटा काण्डको फाइल खोल्न खोज्छ, हतार सबै पार्टी एकै ठाउँ मिलेर चाहिँ होइन बरु बाँडीचुडी खाउँ भनेर गुपचुप राखे तपाईँहरूले होइन र? त्यही फाइल खोल्ने कामको सुरु हुँदैछ। खोल्न दिनुहोस्। सरकारले खोल्दैमा, एउटा व्यक्तिले प्रतिवेदनले खोल्दैमा त यही कुरा गर्नुहोस् न। अहिलेको हाम्रो पूर्व प्रधानमन्त्रीज्यूहरू पक्रा पर्नुभएको छ। गौरीबहादुर कार्कीको प्रतिवेदनको आधार भन्ने कुरा छ कि गौरीबहादुर कार्कीको प्रतिवेदनले नै मान्छे जेल जानु त होइन होला, त्यो पनि न्यायालयको ढोकामा जानुपर्ने होला नि त। उहाँको समानता छैन भने पक्कै पनि अदालतले उहाँलाई क्लिन चिट दिने नै छ। र त्यति धेरै आत्तिएर अतालिएर अहिले नै के नै भइहाल्यो यस्तो गर्नुपर्ने अवस्था होइन। राजनीतिमा यस्ता सामान्य घटना जस्तो लाग्छ मलाई। पकड्ने, छुट्ने, जेल जाने यी क्रमहरू हुन्छन् नै, आत्तिनुपर्ने अवस्था होइन। कम्तीमा अहिले भर्खर गठन भएको सरकार एटलिस्ट 48 घन्टा पनि भएको छैन। अनि यसकै विरुद्धमा चाहिँ अहिले यति छिट्टै चाहिँ लागिहाल्नु पर्ला जस्तो लाग्दैन मलाई। उसको सुरुको काम त हेरौँ। काम राम्रो गरेन, जनता र देशको हकमा काम गरेन भने त हजुर हामी नै हो नि विरुद्धमा बोल्ने। तर कामको सुरुवात भइरहेछ। कम्ती तपाईँहरूको पालामा भएको भ्रष्टाचारीहरूलाई त अहिले कम्ती समाउने काम त भइरहेछ। भोलि यसले पनि छोड्यो, पहिलाकै जस्तै, पहिलाकै सरकारले जस्तो फेरि अब यसले पनि छोडिदिने, भोलि ल्याएर हस्पिटल राखिदिने, ल्याएर आज समाउने, भोलि छोडिदिने, र भोलि यिनीहरूसँग चोचो मिलाएर यिनीहरू आफै पनि कमिसन खान खोज्ने गऱ्यो भने त अहिलेको सरकार विरुद्ध नि बोलिहाल्छौँ नि। तर काम सुरुवात गर्दा विरोध नगर्नुहोस् प्लिज। काम गरिदिनु होला है त।